गाइज आज चाहिँ म मेरो ड्युटी गर्ने लोकेसन बिचमा छु र यहाँ दुबईमा डेभलप कसरी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो यो। पानीभित्र जुन चाहिँ समुद्रको गहिराइभित्र दुबईले आफ्नो आइल्यान्ड बनाइरहेको छ। आइल्यान्ड है, अब हाम्रो देशमा चाहिँ भनेको भ्रष्टाचार मात्र धेर हुन्छ र विकास चाहिँ कम्ती है। दुबईले चाहिँ अब यहाँनिर विकास चाहिँ कसरी गरेको छ भन्ने कुरो त्यसरी देख्न सकिन्छ। जस्तै यहाँ हेर्नु होइन, मेरो अगाडि दृश्यहरू जुन देखिएको छ नि, यो सबै यो आइल्यान्ड बनाउँदै अब यो बुर्ज अल अरबसम्म जोड्नलाई त्यहाँले सुरु गरिरहेछ। यता बुर्ज अरबबाट आधी यता आइरहेछ भने होइन, बुर्ज अरबबाट यता आधी आइरहेको छ र अब यिनीहरूले मैले बनाएको हेर्ने भने लगानी हेर्ने भने कति मिलियन अब सय यिनीहरूसँग मलाई थाहा होला। तर एउटा ज्वलन्त उदाहरण भनेको यहाँ 24 घन्टा काम चल्छ। यो चाहिँ एउटा विकास हो है, विकास हो। यहाँ चाह्यो भने जे पनि सम्भव छ दुबईमा। त्यसै यहाँ सेकेन्ड युरोप भनेर भन्दा नि चाहिँ सेकेन्ड युरोपको एउटा उपमा पनि आइसकेको छ दुबईले। यो चाहिँ दुबई टाइड बिचमा बन्दै गरेको आइसल्यान्ड हो है। र यो यसको पारी उतापट्टि लगभग अर्को आइल्यान्ड बनिसकेको छ। आजभन्दा लगभग 8 महिना अगाडि 1 वर्ष अगाडि यसको पारिपट्टि एउटा आइल्यान्ड छ र त्यसको इन्ट्रान्स पनि हो। त्यसरी पनि हामी यसलाई बुझ्न सक्छौँ। हस्, धन्यवाद।